ल साथीहरु यो चाहिँ सुबघाट मेलकुनाको अनि यो दचोर जोड्ने पुल हो। धेरै वर्ष अगाडि चाहिँ यो मेलाको बेलामा चाहिँ भत्किएको पुल यही हो, झुलुङ्गे पुल। अहिले चाहिँ यो पुलमा मान्छेहरु चाहिँ खासै हिँड्दैनन्, यो के फाटाफुट्टा हिँड्छन् साथीहरु, किनकि यता पक्की पुल बनिसकेको छ। यो सायद 2067-68 सालतिर होला, पुसो 10 गते चाहिँ यहाँ मेलामा चाहिँ यो झुलुङ्गे पुलमा धेरै भिड भएर भाँचेको थियो र धेरै मान्छेको चाहिँ निधन भएको थियो। त्यही पुल हो यो। आज चाहिँ म धेरै समयपछि यहाँ आएको थिएँ घुम्न। पहिले त पक्की पुल बनिसकेको कारणले गर्दाखेरि यहाँ झुलुङ्गे पुलमा चाहिँ मान्छेहरू आउजात गरेको खासै पाइएन। यो मेलकुना दचोर जोड्ने पुल, पहिला चाहिँ मेलकुना गाविस दचोर गाविस थियो। यहाँ चाहिँ एउटा गङ्गामाला मन्दिर बनिरहेको छ। गङ्गामाला ड्युटीबडी मन्दिर रहेको छ यहाँ पारि दचोरमा, सादिकको दचोर गाविस। अहिले चाहिँ गुरुबट नगरपालिका पर्छ। वारिपारि सबै गुरुबट नगरपालिका चाहिँ नाम रहेको छ अहिले साथीहरू। मैले चाहिँ तपाईँलाई यो सुन्दर दृश्य देखाएँ, अत्यन्तै राम्रो छ यहाँको रमणीय वातावरण छ, देख्न सक्नुहुन्छ। तपाईँहरू अवश्य एकपल्ट घुम्न आउनु भन्न चाहन्छु। माथि चाहिँ एकदमै राम्रो पहाडहरू देखिएका छन्। यहाँ तल चाहिँ एकदमै सुन्दर भेरी नदी बगिरहेकी छिन्। यो ठाउँमा चाहिँ मेला लाग्छ। यो चाहिँ मेलकुना मेला मङ्सिर पूर्णिमाको मेला लाग्छ। यहाँ चाहिँ एकदमै भिडभाड हुन्छ साथीहरू। यो ठाउँमा चाहिँ यही हो मेला लाग्ने ठाउँ भन्न चाहन्छु। र तपाईँहरूले यस भिडियोलाई 101 लाइक कमेन्ट गर्नुहोला। यो पुलको चाहिँ भाँचेको बेला चाहिँ जसको निधन भएको थियो उहाँहरूको चाहिँ आत्मालाई शान्ति पाओस् भन्ने फेरि पनि म सम्झिन चाहन्छु उहाँहरूलाई। मेलकुना दचोरको झुलुङ्गे पुलमा चाहिँ अहिले एकदमै सन्नाटा छ। यहाँ चाहिँ हिँड्दैनन् मान्छेहरू, त्यो पारि पक्की पुलबाट हिँडेका हुन्छन्, ध्यान सक्नुहुन्छ। म चाहिँ घुम्ने कोसिस गरेँ, सेयर गर्नु होला है त।